नमस्ते, म डाक्टर हरि रिजाल। म यस काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरमा चाहिँ पेन फिजिसियनको रूपमा कार्यरत छु। आज हामीले चाहिँ यो हाम्रो समाजमा सबभन्दा धेरै हुने समस्या यो सोल्डर पेन अथवा चाहिँ काँध दुख्ने समस्याको बारेमा चाहिँ कुरा गरौँ। आउनुहोस्, काँध दुख्ने कारण चाहिँ प्रमुख कारणहरू के छन् त भन्दाखेरि चाहिँ यो सोल्डर बर्साइटिस। सोल्डर बर्साइटिस भनेको चाहिँ एउटा यो पानीको फोका जस्तो हुन्छ, यसमा चाहिँ इन्फ्लामेसन भयो भने यो पनि काँध दुख्नेको एउटा कारण हुन सक्छ तपाईहरुलाई। र एसी जोइन्ट आर्थोप्याथी भन्छ यो चाहिँ दुईटा जोइन्ट, यो एक्रोमियन जोइन्ट र क्लाभिकुलर जोइन्टको बीचमा एउटा जोड्ने हुन्छ, त्यसमा समस्या भयो भने पनि यो काँध दुखाइको एउटा कारण हुन सक्छ। त्यसैगरी सबभन्दा धेरै काँध दुखाइको मुख्य कारण भनेको चाहिँ यो फ्रोजन सोल्जर, तपाईहरुले नाम सुनेकै हुनु होला। यो फ्रोजन सोल्जर यो काँध जम्ने समस्याहरू हो। अब यो दुईटा हड्डीको बीचमा, यो दुईटा हड्डीको बीचमा चाहिँ एउटा क्याप्सुल हुन्छ यो है। अब विभिन्न कारणले गर्दाखेरि जस्तै यो सुगर, थाइरोइड, बाथ रोगहरू, हड्डी खिने समस्याहरू, मुटु सम्बन्धी रोगहरू र पक्षघातको समस्यापछि यसमा यो क्याप्सुलहरूमा चाहिँ घाउ हुने गर्दछ र यो घाउ निको हुने प्रोसेसमा, एउटा हिलिङ प्रोसेसमा चाहिँ जाँदाखेरि तपाईको चाहिँ एउटा कडापन र दुखाइ हुन्छ, जसले गर्दाखेरि तपाईको हातहरू चलाउन, विभिन्न रेन्जमा चाहिँ तपाईको हातहरू चलाउन गाह्रो हुन्छ हैन। त्यसलाई चाहिँ नै हामीले यो काँध जम्ने समस्या अथवा चाहिँ फ्रोजन सोल्जर भन्ने गर्दछौँ। अब यस्ता मानिसहरू हाम्रो क्लिनिकमा आउनुभयो भने हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ हामीले सुरुमा चाहिँ यो काँध जम्ने समस्याहरू लिएर आउनुभयो भने सुरुमा एउटा भिडियो एक्सरेले हामीले यहाँबाट हेर्छौँ है। भिडियो एक्सरेले हामीले यहाँबाट हेर्छौँ र हामीले एउटा सुई पनि पठाउँछौँ। यो भिडियो एक्सरे सँगै हामीले सुई पठाएर यहाँ हामीले औषधि डिपोजिट गर्छौँ र त्यो औषधिले चाहिँ त्यहाँ भएको समस्याहरूलाई चाहिँ ठिक गराएर तपाईको दुखाइ र हातहरू चलाउने रेन्ज अफ मोसनलाई चाहिँ ठिक गराउँछ। र अर्को कारण भनेको चाहिँ यो हड्डी खिने समस्याहरू, हामीले तपाईले सुन्नुभएकै होला, यो हड्डी खिने समस्या, यो दुईटा हड्डी बीचमा चाहिँ यो हड्डी खिने समस्या भयो भने पनि काँध दुखाइको एउटा कारण हुन सक्छ। अर्को समस्या भनेको यो मांसपेशी, यो बाइसेप मांसपेशीको हड्डी जोड्ने टेन्डन्समा समस्या भयो भने यो पनि एउटा काँध दुखाइको कारण हुन सक्छ तपाईलाई। र काँधमा चारवटा ग्रुपको मसल्स हुन्छ, जसलाई चाहिँ हामीले रोटेटर कफ भन्ने गर्दछौँ। र यो रोटेटर कफ मसल्सहरू, मांसपेशीहरूमा चाहिँ च्यातिने, सानो सानो च्यातिने अथवा चाहिँ धेरै नै च्यातिएको छ भने पनि त्यसलाई हामीले रोटेटर कफ आर्थोप्याथी भन्छौँ र त्यो पनि काँध दुखाइको एउटा प्रमुख कारणै हो है। अब त्यो यस्तो रोटेटर कफ टियर भएको मानिसहरू आउनुभयो भने हामीले जाँच गरेर हेरेर हिस्ट्रीहरू गरेपछि, एक्जामिन गरेर हेरेपछि एउटा अल्ट्रासाउन्ड पनि गरेर हेर्ने गर्दछौँ हैन। अल्ट्रासाउन्ड यहाँबाट हेर्दाखेरि यदि चाहिँ अब कुन ठाउँमा चाहिँ मांसपेशीहरू च्यातिएको छ, कुन ठाउँमा टेन्डनहरूमा समस्या छ, त्यो हेरेर हामीले त्यही अनुसारको उपचार पद्धतिहरू अपनाउने गर्दछौँ। र अर्को समस्या भनेको चाहिँ यो रोटेटर कफको टेन्डनहरू जब यो एक्रोमियन हड्डीले च्यापेर हातहरू चलाउन गाह्रो हुन्छ, एकदम दुखाइ हुन्छ, त्यसलाई चाहिँ सोल्डर इम्पिन्जमेन्ट अथवा चाहिँ इम्पिन्जमेन्ट सिन्ड्रोम भन्ने गरिन्छ हैन। त्यस्तो कन्डिसन पनि एउटा काँध दुखाइको मुख्य कारण हो। अब यसमा पनि हामीले एउटा भिडियो एक्सरे गरेर हेर्छौँ र त्यसमा समस्या छ भने हामीले त्यही अनुसारको इन्जेक्सनहरू लगाएर समस्याहरूलाई चाहिँ ठिक हल गर्ने कोसिस गर्दछौँ। र अरू समस्याहरूमा चाहिँ, अरू कारणहरूमा चाहिँ यो मांसपेशीको तनावहरू, यो मांसपेशीको तनावहरू भयो भने पनि एउटा काँध दुखाइको कारण हुन सक्छ। र घाँटीमा नसाहरू च्यापियो भने पनि अर्को यो काँध दुखाइको कारणहरू हुन सक्छ यसमा चाहिँ। र पछाडि भागका मांसपेशीहरू जस्तै यो रोम्बोइड र ट्रेपेजियसमा चाहिँ गाँठाहरू पर्यो, ट्रिगर पोइन्ट्सहरू भयो भने पनि यो काँध दुखाइको अरू कारणहरू हुन सक्छ। र आर्थराइटिस र हड्डी खिने समस्यामा त काँध दुख्ने कारणै हो। र तपाईहरुलाई पनि अब यस्तो काँध दुख्ने समस्याहरू छ, धेरै औषधि उपचारहरू गर्नुभयो र धेरै ठाउँमा जानुभयो र सन्चो भएको छैन भने एकचोटि अब सल्लाह सुझावको लागि चाहिँ यस काठमाडौँ पेन म्यानेजमेन्ट सेन्टरमा चाहिँ तपाईले सम्पर्क गर्न सक्नुहुन्छ। हामीले चाहिँ काँध दुखाइमा अब यो अहिले अल्ट्रासाउन्डहरू गरेर हेर्छौँ
होइन। त्यसमा चाहिँ केमा समस्या छ त तपाईँहरूको, त्यहाँ मांसपेशीमा समस्या हो कि हड्डीमा समस्या हो कि टेन्डन्सहरूमा समस्या हो कि अब यस्तै यो वसाहरूमा समस्या हो कि, त्यो हामीले चाहिँ अल्ट्रासाउन्ड गरेर हेर्छौँ र कन्डिसनहरूमा चाहिँ हामीले अल्ट्रासाउन्डकै माध्यमबाट इन्जेक्सनहरू पठाएर र औषधिहरू डिपोजिट गराएर सफल उपचार गर्दै आएका छौँ। र तपाईँहरू पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। धन्यवाद।